हप्ताको 2 दिन भयो नि के गर्नु गाइज आफ्नो भने शनिबार पनि बिदा छैन यस्तो खजुराको बाटो फेरि यस्तो खराब छ नि यस्तो बाटो तरेर बाबा हिमाल पहाड तरेर मलाई जानुपर्छ कलेज किनकि कलेज अलि मेरो टाढै छ कि नेपालगञ्ज अनि म खजुराको मान्छे सो त्यहाँ पुग्ने बित्तिकै हाम्रो काम सुरु भयो आज पनि 3 कोर्स मेन्यु नै थियो अनि यो टमाटर चाहिँ म त्यो मासु भुट्नको लागि गराउँदैछु अनि यहाँ आउने बित्तिकै हाम्रो आफ्नो काम बाडिहालेको थियौँ के अनि कोहीले चाहिँ यहाँ गाजरहरू ग्रेट गर्दै थिए यो चाहिँ हाम्रो डेजर्टको लागि बन्दै थियो अब हामी नेपाली टेस्ट भएको मान्छेलाई कहाँ कन्टिनेन्टल खाना मनपर्छ र त्यसको लागि म चाहिँ मासु भुट्दैछु किनकि त्यो अलिकति चाख्ने र मासुसँग खाने भनेर आजको डिस त्यही भएर त्यो डिसाइड भएर हामी त्यही गर्दै थियौँ अनि मेरो काम चाहिँ त्यो थियो अनि यहाँ साथीहरूले चाहिँ ब्याटरहरू बनाउँदै थिए अनि यो चाहिँ केकको लागि ब्याटर हो अनि त्यसपछि त्यसलाई सेट गरेर चाहिँ हामी ओभनभित्र हाल्दियौँ अनि यहाँ चाहिँ गफ हान्दै बसिदियौँ कामको बेला यति प्याकाप्याक काम हुन्छ अनि त्यसपछि पुरा बस्नेको बेला बस्नै हुन्छ के अनि हामीले चाहिँ एकछिनमा अब सर्भिसको टाइम भयो भनेर सब रेडी पार्न लाग्यौँ फेरि अनि यो चाहिँ हाम्रो मेन कोर्स अनि त्यसपछि यहाँ चाहिँ अब हल्का फुल्का गफ चल्दै थियो किनकि काम थिएन अनि सर्भिसको टाइममा चाहिँ मैले चाहिँ यहाँ डेजर्ट बनाएर दिँदैछु मेरो यहाँ कला हेर्नु न आर्ट हेर्नु न वाह आफ्नो पर्सन चाहिँ आफै गर्ने के अनि त्यसपछि हेर्नु यहाँ रेडी भइसक्यो हाम्रो खासमा सर्भिसको गेस्टको लागि चाहिँ अघि नै हामीले दिइसकेको थियौँ यो चाहिँ जो बाँकी रहेको सर्भरहरू थियो नि उहाँको लागि गराउँदै थिएँ कि मैले चाहिँ किनकि त्यो बेला बहुत हतार हुन्छ अहिले चाहिँ अलिक खाली टाइम हुन्छ नि त त्यही भएर मैले अलिअलि बिचराहरूलाई आर्ट गराइदिन्छु किनकि पछिको लागि केही अलि वास्तै हुन्न के जुन बचेका हुन्छन् नि तिनीहरूको लागि त्यही पनि मैले चाहिँ हल्का फुल्का आफ्नो आर्ट गरेर दिन्छु खुसी हुन्छन् भनेर गरेर दिएँ त्यसपछि यहाँ साथीहरूले पनि गर्दै थिए सबै काम गरेपछि खानासाना बाँड्ने थियो हाम्रो काम अनि यहाँ हेर्नु न यिनीहरू हनुमानहरूले हालेको भात हेर्नु न मासु भात धन्काइरहेछन् पुरा मजाले अनि यो चाहिँ मेरो बाग अनि यो चाहिँ मेरो साथीहरूको यिनीहरूले चाहिँ पहिल्यै खाना लागिसकेको थिएँ म चाहिँ खै के गर्न लाग्थेँ मेरो अलिक टाइम लाग्यो त्यसपछि मैले खाएँ यो सुप यो चाहिँ त्यो श्रिम्प बिक्स सुप समथिङ यस्तै हो कि अनि यो चाहिँ मिठो हुन्छ प्राउन भने पनि श्रिम्प भन्ने नि अनि खाइसकेपछि अब अलिक हल्का फुल्का पचाउनु पर्यो गाइज हाम्रो मजाले दसैँ चलिरहेको थियो क्लोजिङमा अनि यहाँ चाहिँ मैले मोबाइल राखेर म आफै बिर्सेर गएको छु अनि मेरो साथीले यो कसको मोबाइल हो भनेर देखाएर बल्ल बन्द गरिदिन् अनि बल्ल बल्ल यहाँ थकाइ मार्दै बस्दै हामी गरिरहेको थियौँ